यहाँबाट राइट टर्न लियो भने चाहिँ हामी सानडुप्चे पुग्नेछौँ, जहाँ चाहिँ गुरु पद्मसम्भवको एउटा स्ट्याचु छ। आज नाम्चीको मौसम एकदमै रमाइलो भइरहेको छ। पानी परेको छैन, एकदम क्लाउडी। यो गभर्मेन्ट गाडीलाई चाहिँ साह्रो हतार रहेछ। जस्ट वेदरको हेर्नुहोस् न, तपाईँहरूले पनि देख्न सक्नुहुँदैछ वेदर यहाँसम्म घाम लागेको छ हो। अब नेक्स्ट यही खोल्चा उतापट्टि कुहिरो लागिरहेछ। हाम्रो सिक्किमको वेदर चाहिँ यस्तै हुन्छ, घाम पानी सियालको बिहा। एकदमै अनप्रेडिक्टेबल वेदर सिक्किमको। हामीलाई यहाँ गो स्लो भनेर चाहिँ किन रहेछ हौ? ओ यस्तो रहेछ नि है। आज चाहिँ हामी दामथाङ जाँदैछौँ। त्यो दामथाङमा चाहिँ एउटा फरेस्टले अब नयाँ स्ट्रक्चर बनाएको छ कि त्यसको लुक्स चाहिँ जापानिज टाइपको कटेज जस्तो छ भनेर चाहिँ हामी चाहिँ त्यो हेर्नु गएको। कस्तो चाहिँ हुँदो रहेछ त्यो जापानिज स्टाइलको कटेज। तर हामीलाई स्क्याम मात्रै त हुने होइन के है। यहाँनिर चाहिँ जौबारीमा शेर्पा गुम्पा छ। यहाँ चाहिँ एकदम प्रोग्रेसिभ फार्मर्सहरू छ, जसले चाहिँ अर्ग्यानिक भेजिटेबल्सहरू प्रोडक्सन पुरा गर्नुहुन्छ, सप्लाई पनि हुन्छ बाहिर। यहाँको भेजिटेबल्स चाहिँ हेर्नुहोस् न, एकदमै रमाइलो वेदर छ आजको चाहिँ नाम्चीमा। नाम्चीको बाटो चाहिँ है, नाम्ची टु दामथाङको बाटो चाहिँ एकदमै मजाको छ हौ। ग्रीन कलर है, वेदर पनि राम्रो आज त झन्। यहाँ पनि हेर्नुहोस् न, एकदमै दामी छ यहाँको भेजिटेबल कलेक्सनहरू। हेर्नुहोस् त, हेर्नुहोस् न है यहाँको बाटो है कति राम्रो छ है, फुल अफ अक्सिजन। तर अक्सिजन भनेर चाहिँ यतिकै जङ्गलमा चाहिँ कुद्नु हुँदैन नि यो टाइममा। जुगाको डिनर हुन्छ नि फेरि। हामी फर्स्ट टाइम अस्ति सोरेङहरू जाँदा त्यस्तै लाग्छ होला यता सोरेङ। म त थाहा लिइहाल्नु दामी लागेको चाहिँ किनिहाल्नु पर्छ। यहाँ अगाडि चाहिँ हाम्रो आइहरूको चाहिँ एउटा खाजा खाने ठाउँ छ कि, दामथाङ टु नाम्ची। यो जस्ट दामथाङ पुग्नुभन्दा अगाडि एकदमै मिठो पराठा, मोमोज, चिया दिनुहुन्छ हो। दिच्छेन फास्ट फुड हो, एकदमै मिठो हुन्छ यहाँ चाहिँ। यही पराठा मैले अघि कुरा गरेको, यो पराठाको साइज चाहिँ कत्रो छ, दुईजना मान्छेलाई पनि खानु चाहिँ एकदमै साह्रो पर्छ यो पराठा चाहिँ। खाने
Yes. Give me my more pizza. This is pizza. साँच्चै नि यो त पिज्जा जस्तो नि छ है This is pizza, no? This is not pizza. More you can. कस्तो छ मामा खानुहोस् त मोमो आउँदै छ यहाँ चाहिँ भेडा चाहिँ 10-12वटा भेडा छ आजकल त भेडा पनि छैन Papa, Mama. Baba, black sheep. Maybe more. Yes, sir. Yes, sir. All एकदमै मिठो खाजा खाइसकेपछि हामी आफ्नो डेस्टिनेसनतिर लाग्यो है फेरि पराठा थियो भेज पराठा तर त्यो एकदमै मिठो क्या यस्तो मिठो तिम्रो त्यो मिल्काहरू चाहिँ मिठो हुन्छ मिल्का त मिठो हुन्छ नि मिठो हुन्छ अन्त यो चाहिँ दामताङ बजार यहाँबाट चाहिँ हामीले राइट लिनुपर्छ अहिले मैले मुखले नै इन्डिकेटर भनिदिइहाल्यो कि राइट लिन्छु भनेर पर्छ नि अब चाहिँ हामी आफ्नो डेस्टिनेसनमा पुग्नु आँटेको छौँ यही पर जस्ट 100 मिटर्स अवे looks like closed है बन्द भइरहेछ हौ Mama. यहाँ भेजिटाको बच्चा रहेछौ उ पापा पुरा टेड पोल्सहरू रहेछ कि यिनीहरूलाई चाहिँ एकदम इन्ट्रेस्टिङ भइरहेको रहेछ सुन पापा भाइ हौ त्यहाँपट्टि हिँडेर आऊ न औ औ यता हेर्दै आऊ न यहाँ तर यो चाहिँ फरेस्टको चाहिँ रहेछ कि तर केही छैन रहेछ कोही यहाँनिर फरेस्टको बस मान्छेहरू छैन रहेछ गार्डहरू कोही छैन रहेछ हो केही छैन रहेछ खालि टेबल चेयर मात्रै रहेछ बिल्डिङ रहेछ भनेपछि चाहिँ खाने ठाउँै रहेछ बन्द भएकोले गर्दाखेरि आज भित्र चाहिँ जानु मिलेन है यहाँ फोटो खिचिदिनु न यहाँ बसेको एन्ट्रेन्स चाहिँ यताबाट थियो तर परनेर गेट बन्द भएकोले गर्दा चाहिँ हामी पछाडिबाट आयो एकदम ब्युटिफुल छ त लुक्स त केही छैन रहेछ त्यही रहेछ जहाँ पनि रक्सी खाने मात्ने ठाउँ जस्तो मात्रै रहेछ प्रोडक्टिभ चाहिँ केही छैन रहेछ सबै वुडै वुड रहेछ है इन्टिरियर बाहिरको फिनिसिङहरू पनि सबै वुडमा वुडै रहेछ डिपार्टमेन्ट यतिको खर्च चाहिँ गरेको सिक्किममा चाहिँ घाम चाहिँ पुरा लाग्यो टन्टल Yes, sir.
बहिनीको त लामो बाल्नुपर्छ अब चाहिँ हामी फर्केको त्यस्तै खास चाहिँ केही छैन रहेछ स्ट्रक्चर चाहिँ राम्रो रहेछ दोकान सोकान सबै चल्नु थालेपछि चाहिँ यसो टाइम पास हुने रहेछ टाइम पास भन्दामै त्यही त हो यसो आएर रिल्याक्स गर्ने टाइम चाहिँ रिल्याक्स गर्ने ठाउँ चाहिँ हुने रहेछ हाम्रोमा है लाउनुको लागि चाहिँ नि आरामसँग स्पिड पनि चाहिएको छैन हो हामीलाई यो उकालोतिर छैन आराम के भन्छ 2 नम्बरमा फर्किँदै जाँदाखेरि यसो साइडमा हेरेको त सब्जी बजार रहेछ सब्जी लागिरहेको छ यसो किन्नु मन पर्यो किनौँ न है के छ है आगे